सर यो अस्ति एकदम धुलो भएर मकै उम्रिएको थिएन हामीले मकैका बिउ खोजेको भिडियो पनि हामीले बनाएका थियौँ होइन त्यहाँनिर हो र यो मकै अहिले कसरी उमार्नु भयो तपाईँले यो मैले चाहिँ यसरी चाहिँ सानसानो यो गराहरू प्लट गरेँ अनि बोरिङको पानी ल्याएर फेरि भिजाएँ होइन लास्टमा तपाईँले भिजाउनु भयो यसलाई अनि फेरि भिजाएपछि अलिकति झारा आउने त हुन्छ भिजाएपछि फेरि तल त्यो गेडा त तपाईँको चिसो सुक्खा माटोमा चाहिँ ओभानो भएर बसिरहेको थियो होइन त्यो चाहिँ सुसुप्त अवस्थामा बसिरहेको थियो चिसो पाउने बित्तिकै फेरि त्यो चाहिँ आफ्नो उ गरेर उम्रिहाल्यो भने अनि त्यसरी तपाईँले उमार्नु भयो होइन त भनेपछि अब यसलाई तपाईँले त सेलेक्टिभ हर्बिसाइडकै प्रयोग गर्नुहुन्छ होइन सस्तो छिटो छरितो गोडेर सम्भव छैन मकैहरू पहिला झाराइसकेको हो होइन अब मलाई चाहिँ मकैको बोटहरू घनपुरै हुनुपर्छ अब मकै नै कता कति उम्रियो र अर्को कुरो तपाईँले नि यो जमिनहरू अब बाँच्न नराख्नु है मैले चाहिँ अब त्यो चाहिँ सबै रिसर्च मेरो सफल भएको छ त्यो भिडियो हेरेर सबै मेरो भिडियो हेरेर यसमा तपाईँले भट्टमास छर्नु होला है हो त्यसो गर्नु होला यो चाहिँ बाँझो छ भने यत्तिकै नछोड्नु होला है यो चाहिँ हाम्रो दर्शक साथीहरूलाई नि एकदम सन्देश छ मेरो भिडियो गरेर हेर्नु होला यस्तो बाँझोमा डाइरेक्ट खेती गर्न सकिन्छ 400-500 रुपियाँ खर्च गरेर हस् ल धन्यवाद